भरतपुर भन्दै थियो अमनले, तर यो भरतपुर चाहिँ होइन होइन। तर अनि हाम्रो यो स्टडी के हो भन्ने कुरा माथि गएर गाउँको भाइब्स थियो है। स्टार्टिङ आयो, केटाहरू सबै आउँदाखेरि एकचोटि रमाइलो भएको थियो। त्यति बेला हामीले फोटो खिचेको थियौँ होइन, यतापट्टि यतै हो क्या है। यो सटरभित्र बाइकहरू राखेर हामी हिँड्दै यतापट्टि बाटोमै हाम्रो कस्तो बवाल फोटोसुटहरू भएको थियो त्यति बेला। हामी ट्याक्क यहाँनिर बसेको बवाल फोटोहरू थियो, यहाँ बसेको कि। अन्डर टूको घर आयो, अन्डर टूको घर आयो। अन्डर टू अनुरोध कहाँ हो? हेलो अमन सर। वेलकम टू चितवन। ऊपर दाङगढी, अप्पर दाङगढी, ऊपर व्हाट द हेल के हो यो? अमन सर कस्तो कस्तो लागिरहेको तपाईँलाई अहिले यो बाटो अहिलेसम्मको? हो ओके, विल कन्टिन्यू है त। सानो भाइ बाहिर आऊ। बाहिर आऊ भनेको बाहिरै आएर बोलिरह, बाहिरै आएर बोल्छ कि फेरि। कस्तो बवाल मौसम, कस्तो चिल भाइब्स, कस्तो गुड मोमेन्ट। झलुङ्गे पुल रहेछ है अमन सर। यहाँ भिडियो सिडियो ट्याक टुक है, एकदम एङ्गल मिलाएर। तो हेभी टर्न आयो है यहाँ, हेभी टर्न। पल्ल 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 पल्ल। होइन बाटो खरी भएर न बाटो उके बाटो कस्तो है यति नजिकै के छ भाइ बाइ वाउ हामी चाहिँ उपर दाङगढी भन्ने ठाउँबाट 6.2 किलोमिटर अवे छौं पुग्ने हो यो जीवन बाटो आयो है ओहो हान्छु क्या
के देखिन त अघि गोरुसँग हाम्रो भेट भएको थियो नि त्यही हो मन कस्तो लागिरहेको तिमीलाई फिलिङ गुड इनफ डुइङ ग्रेट जब सेरे त यहीँ बसेको कुरा भयो त साथीहरू शेरबासमा भाइ आऊ न यहाँ आऊ न उयो यहाँबाट आएको बाटो त हो नि अघि आएको यो भरतपुर हो त यो कस्तो लाग्यो खासैकै पालोको त हो नि यो गढी भनेकै राजाको सर नमस्कार अब यता हो है अब यता हो मलाई थाहा छ नि त अब यता हो कि अब यता हो उतापट्टि कैँडाकोट यतापट्टि कति बजी आउँ हामी झर्दा 7:30 बजेछ ओहो आमा भरतपुर उताको के भन्दा होइन भरतपुर उताको हो यो चाहिँ जुटपानी र पदमपुर कृष्ण भगवानको पावन मन्दिर हो घन्टी बजाऊ सर वेलकम टु चितवन त के भन्नु इट्स बिन अ लङ टाइम कति भयो 1 विक भयो होइन आज चाहिँ हामी जाँदैछौँ बस ल ओके आज चाहिँ हामी जाँदैछौँ उप्पर दाङगढी अप्पर दाङगढी अप्पर दाङगढीतिर जाँदैछौँ हजुर अघि नै अप्पर दाङगढी भन्छ कि त फेभरेट्समा राखेको नि मैले त दाङतिर होला भनेर ए होइन अप्पर दाङगढी भनेको हाम्रो यो फिसलिङ टु शक्तिखोरको बिचतिर छ शक्तिखोरबाट नजिक चितवनको हिल्सहरूमै पर्छ लोकेसन हेर्न हजुर दाङतिर होला भन्ने भइरहेको थियो कि मलाई यार रङ मेट त्यतै कतै हो व्हाट द हेल के हो यो यो भाइहरूले सर्वे गर्दै हिजो सर्वे डन भन्दै स्टोरी हालिरहेको थिएँ हेगो रहेछ सर्वे मात्र डन हो कि अरू काम नि गर्ने हुन् खै र यहाँ चोकमा कोही हुनुहुन्छ कि अहिले कोही नै हुनुहुँदो रहेनछ यो कालो बुलेट कसको हो
सर्जन दाई एकछिनपछि आउँछ होला। अब चाहिँ वी आर हेडिङ टुवर्ड्स इस्टर्न चितवन कालिका नगरपालिकातिर जाँदैछौँ हामी, अमन र म। अमन आएको चाहिँ अलमोस्ट अमन कति आएको तिमी? कति दिन भयो तिमी आएको? तिमी आएको कति दिन भयो? म लास्ट फ्राइडे आएको, आज फ्राइडे होइन? आज फ्राइडे भइसक्यो होइन। अमन सुरु दिनमा आउँदाखेरि कति बजी? 11 बजीतिर आएको थियौ, अनि त्यसपछि अलिअलि साथीहरूसँग भेट भयो। त्यो दिन गर्मी फिल भएन तिमीलाई? बेलुका हामी 6-7 किलोमिटर वाकमा पनि गइयो नि त, अनि अमनलाई एकदम गर्मी फिल भयो। अनि त्यसपछिको दिनहरू चाहिँ शीतलै भयो भन्नुपर्छ। अनि त्यसको भोलिपल्ट हामी गिरबारी गएको भोलिपल्ट हो र? त्यसको पर्सिपल्ट चाहिँ गिरबारी गइयो, किनभने त्यसको भोलिपल्ट त मेरो बर्थडे थियो। मेरो बर्थडे मनाइयो सबैजना साथीहरूसँगै भेला भएर। अनि अब हामी चाहिँ यहाँबाट सिधै जाँदैछौँ जङ्गलतर्फ। यो जङ्गल छ लगभग 4 किलोमिटर। यहाँबाट 4 किलोमिटर पछि हामी पुग्दैछौँ पदमपुर भनेको चाहिँ कालिका नगरपालिकामा पर्छ। कालिका नगरपालिका चाहिँ यहाँ हाम्रो खगरी खोलाको पुल छ, त्यो पुल वारी भरतपुर महानगरपालिका, पुल पारी कालिका नगरपालिका। अनि पदमपुर त ठाउँको नाम हो, नगरपालिका त कालिका हो नि त। उता हामी हाइवेमा अस्ति सौरातिर गथ्यौँ नि, त्यति बेला हाइवेको उता चाहिँ रत्ननगर हो, यता चाहिँ भरतपुर हो। अनि यहाँको चाहिँ उता कालिका हो, यता भरतपुर हो। अनि पदमपुरको पनि फेरि अर्को इन्ट्रेस्टिङ इतिहास छ। पदमपुर चाहिँ सबै माइग्रेटेड सिटी हो क्या। सिटी त के भनौँ, माइग्रेटेड लोकेसन हो क्या। किनभने पदमपुर भनेको पहिला कहाँ थियो भन्दा राप्ती नदीले कटान गरेको ठाउँ, जुन चाहिँ जस्तै हामी अस्ति हो ठ्याक्कै त्यसको पारिपट्टिको भाग, नेसनल पार्कको भाग, त्यो चाहिँ त्यहाँ पहिला पुरानो पदमपुर थियो होइन। अनि यो 1990s, अनि यो सुरुको 1991-92 तिर हो क्या है। त्यति बेला चाहिँ तत्कालीन सरकारले त्यहाँको वन्यजन्तु भनौँ वाइल्ड लाइफलाई पनि हेरेर, अनि त्यसपछि त्यहाँको मान्छेहरूलाई पनि सहजीकरण गर्नको लागि तिनीहरूलाई पनि धेरै झाउ हुन्थ्यो नि त। आफ्नो उहरू आफ्नो जनावरहरू बाघहरूले खाइदिने, हात्तीहरूले आतङ्क मचाउने, अनि राप्ती नदीले कटान गर्ने धेरै लफडा थियो। त्यो सबै मिलाउनको लागि त्यस्तै 1991-92 तिर हो क्या हो एडी त्यति बेला। अनि यहाँ लगभग कम्तीमा नि 1500 घरधुरीहरूलाई सबैलाई त्यहाँ जति जग्गा त्यति नै यहाँ दिने गरेर अनि यहाँ लिएर आएको हो क्या। यो ठाउँ चाहिँ पछि बनाइएको ठाउँ हो यो। अब यहाँबाट चाहिँ यो यहाँबाट अमन भरतपुर महानगरपालिका सकियो। यो पुल यो खगरी खोलाको पुल हो। यो पुल कटेपछि हामी कालिका नगरपालिकामा पुग्छौँ अमन सर। चाहिँ पदमपुर भनिन्छ यो ठाउँलाई। अलिकति अगाडिबाट हामीले जङ्गल छोड्छौँ, त्यताबाट हामी टाढीतिर निस्किन मिल्छ। तिमीलाई मैले अस्ति नै टाढी जाँदा भनेको थिएँ नि, हामी चाहिँ जान्छौँ दिस वे, शक्तिखोरतिर जान्छौँ हामी चाहिँ टुवार्ड्स हिल।
अमन सर कस्तो लागिरहेको तपाईँलाई अहिले यो बाटो अहिलेसम्मको? अहिलेसम्म त नर्मली हिँडेर जस्तै लाग्यो है। हो ओके विल कन्टिन्यू है त। ठाडो नगर हो सबै के अरे ठाडो नगर हो ल्यान्ड त्यही हो कि भनेको तिम्रो युट्युबमा राख्न सकिन्छ हुन्छ भनेर एक्सपेक्ट रेसियो मिल्छ यो कति आज त हामीले मौसम पनि कस्तो गुड सेलेक्ट गरेछौँ कि है। यत्रो दिनदेखि पानी परिरहेको कस्तो खुल्ला वाउ। श्री सिंहनाथगढ कमान्डो रे यहाँ गढ थियो नि आर्मीको त हो नि होइन? कस्तो अर्कै भाइब्स आउने यार यता त। अनि कस्तो शीतल भए यो गर्मी महिनामा पनि आकाश पनि खुल्ला छ। हामी यो मन्दिर कालिका भगवती माई मन्दिर बच्चाहरू खेल्दै भर्खरै बिपिनले फोन गरेको थियो त्यति बेला चाहिँ क्यामेरा अफ थियो। सहारा बनिदेऊ तिमी मेरो खुसी बनिदेऊ अन्धकारको हुजेली। यो एङ्गलको मिल्यो कि नै होला अब आई डोन्ट नो यो कुरा चाहिँ। आई होप कि मिल्यो। अमन सर यु आर इन्जोइङ द राइड? तिमी त चितवनको जताततै घुम्यौ होइन? यत्तिको जोसिलो दाइ भएपछि घुमिहाल्छौ नि। गाडी पनि जान्छ के? तर छिटो त मुगलिङबाटै हुन्छ कि बाटो छिटो त मुगलिङबाट नै हुन्छ तर अलि यता शक्तिखोरतिरको मान्छेहरूलाई त यतैबाट छिटो हुन्छ होला। यतिको मान्छेलाई त हुने हो होइन? हामी त भरतपुरबाट आयौँ नि त हामी त मुगलिङसम्म पुगिसक्थ्यौँ होला। उतैको छिटो हुन्छ हो उतैबाट छिटो हुन्छ हामीलाई त। भरतपुरको मान्छेलाई उतैबाट छिटो भयो पदमपुरदेखि यताको मान्छेहरूलाई होइन पदमपुर र भरतपुरमा कति फरक छ र होइन कि यतातिरको जस्ट यो घर त्यो घरको मान्छेलाई चाहिँ यतैबाट ठिक हुन्छ होला। अहिले हामीले पेट्रोल राखेको बजारबाट के त्यहाँबाट नि यताबाट त अब ठुलो गाडी जाँदैन पब्लिक बस जाँदैन आफ्नो साधन छ भने अनि अब रिस्की नै हुन्छ अलिकति। बाटो कुन रे? यो तल झर्ने बाटो जस्तो लाग्यो मलाई यतातिर त होइन होला। एकचोटि म्यापमा हेरौँ ल। आइ एम गोइङ गुड।
थाहा छ नि त मलाई अब यता हो है अब यता हो मलाई थाहा छ नि त अब यता हो कि अब यता हो कोही यो पल्टिन्छ कि आहा डाँडा कस्तो टाइममा आइएछ नि है हामी कस्तो मिठो टाइममा आइएछ क्या हामी शक्तिखोर आइयो हामी यहाँ त जताततै भुइँमा त सूर्यको लोगो छ त के हो यो त एमालेको गढ हो क्या हो यहाँ पनि सूर्य छ तर भोट चाहिँ यति पनि आएको थिएन कि यता हो कि जस्तो लाग्यो है मलाई यहाँ रहेछ नि घन्टी त सर्जनले बनाने छ सर्जन म त यता के अरे उपरदाङगढीतिर आएको अमनसित काकाले अघि नै फोन गर्नुभएको थियो भयो रे भन्दै भर्खर अलि अगाडि नै अलि अगाडि जस्तै 10 मिनेट अगाडितिर ए तिमी आधी घन्टा भन्दै थियो नि त तिमीलाई त्यो अनुसारले जाउला भनेर म यहाँ चलाउँदै थिएँ ल ल गएर ल्याऊ हामी चाहिँ अब 21 मिनट अवे फ्रम उपरदाङगढी अनि 9.2 किलोमिटर हिल रोडमा 9.2 भनेको पनि फेरि धेरै नै हुन्छ अमन सर भिडियो गराउँदै हौ तिमी पनि ओके पर्फेक्ट वान बनाऊ है कस्तो बवाल मौसम कस्तो चिल भाइब्स कस्तो गुड मोमेन्ट झलुङ्गे पुल रहेछ है अमन सर यहाँ भिडियो सिडियो ट्याकटुक है एकदम एङ्गल मिलाएर ट्याक्क लाएर है ट्याक्क हेभी टर्न आयो है यहाँ हेभी टर्न हामी चाहिँ अलि हेभी इलिभेसन चढ्दैछौँ है अहिले हेभी इलिभेसन बिरुवाबाट धोबादी गए जस्तै अलमोस्ट त्यो त अझै उकालो हो यो त अलिकति कम उकालो छ है मेरी बनिदेऊ यति मात्र त होइन अझै धेरै नै चढ्नुपर्छ जस्तो लाग्छ मलाई त्यो त अहिले हामी त तलै छौँ आछु छु छु छु
जाडो पो भयो यार कस्तो डिप सेङ्जा बागलुङतिर गए जस्तो फिल भइरहेको मलाई त जस्तो भयो अँ पाहाडै छ नि अनि आज आइयो यार आउन हामी त गुड मौसममा आइयो नि पानी परेको गाउँको भाइब्स थियो है टर्निङ आयो यो हामीले भन्दै थियौँ नि यो के होला भनेर यो भरतपुर भन्दै थियो अमनले तर यो भरतपुर चाहिँ होइन होइन तर अनि हामी विल स्टडी यो के हो भन्ने कुरा माथि गएर यतापट्टि चाहिँ नारायणीको तिर देखिरह तिर होइन पुल खोला देखियो कि यहाँनिर अनि यो कहाँ हो भन्ने कुरा हामी पत्ता लगाउँछौँ त्यहाँ हेर्नुहोस् न साथीहरू डोजर चलेको क्या हो अघि हामी आएको बाटो चाहिँ त्यता छ तल स्टिल हामी अहिलेसम्म पुगेकै छैनौँ कि पुग्न पर्ने ठाउँमा अहिले नै यस्तो बवाल छ उभिएको मात्रै खनेको देखेँ चले छैन के ऊ होइन बाटो कसरी हेर न बवाल यार तँ चलिरह यार त्यो डोजर बाटो उके बाटो वाह यहाँ बस्ने ठाउँ रहेछ नि त गुड खाले ओए 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 रिस्की रिस्की वाह बवाल है कस्तो है यति नजिकै के छ भाइ बाई दरबेटार रे वाउ स्पिड लिमिट 30 रे 30 पुग्छ हाम्रो पुगिसकेको रहेछ 40 त वाउ साइडमा खोला पनि बगिरहेछ कस्तो है बवाल मौसममा आएको यार हामी त है बवालै मौसममा आएको क्या हामी त कस्तो आनन्दको अनि हामी यसो घुम्न जाँदाखेरि सौराहा यताउति जान्छौँ कि फेरि यता मेगौली गोलाघाट त्यहाँभन्दा त यहाँ त स्वर्गै छ नि यार होइन दिदी सुन्नु भएन है दिदीले हाउ फार स्टिल एकचोटि हेर्नु पऱ्यो है
अझै धेरै चढ्नै बाँकी छ एज फार एज आई नो। ओहो हो ओहो हो टडक 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 टडक। वाउ, हामी चाहिँ उपरदाङगढी भन्ने ठाउँबाट 6.2 किलोमिटर अवे छौँ, जुन डिस्टेन्स चाहिँ बिस्तारै कम हुँदै गइरहेको छ किनभने वी आर हेडिङ टुवर्ड्स उपरदाङगढी। उपर होइन क्या, अप्पर हो, उपर उपर भन्छु कि मैले फेरि खालि। वेलकम टु डरबेटार रिफ्रेस पोइन्ट। यस वी गट रिफ्रेस्ड आउने बित्तिकै। ओके, ओइ चिप्लेला है फेरि, पितिक्क भयो भने फेरि। पुनै हो यो जीवन। बाटो आयो है मलाई। गाह्रो पर्यो तिमीलाई बिर्सन कसरी फिस्लिङ 40 किलोमिटर हालौँ यो मेरो मन। आकाश र धरतीको हुन्न मिलन। तिमी उडी जाने सेतो बादल, म परेको उहीको भ्याकुतो। तिमी उज्यालो चम्किलो भविष्य। तान्दै तान्दैन त के हो अमन सर, हेभी भएर हो, नत्र स्कुटी सर्भिसमा त अस्ति भर्खर थियो, यता हेभी भएरै होला। हाइटमै हो। अप्पर दाङगढी भनेपछि अप्पर भनेको त अभियसली हाइट होला। वाट डु यु से? तर यो के अरे यो गोप्रो क्यामेराहरूमा इलिभेसनहरू राम्रोसँग देखिँदैन नि, किनभने यसको वाइड रेन्ज हुन्छ। यिनीहरूले कतिको इलिभेटेड चिजहरू राम्रोसँग देखाउँदैन क्या। ओहो हान्छ क्या, हान्छ क्या, हान्छ धन्न बाँच्यो है। त्यसपछि के अरे यिनीहरूले चाहिँ राम्रोसँग देखाउँदैन क्या इलिभेसन, एक्चुअल इलिभेसन कतिको छ भन्ने कुरा। अब त्यो चाहिँ हामीले एक्सपिरियन्स वाइज हाम्रो आवाजले नै बताइदिनु पर्ने हुन्छ कि यतिको उकालो छ, यतिको छैन, यसमा अलिकति कम छ अघिको भन्दा भनेर। कहिलेकाहीँ त यस्तै बिरानमा एउटा घर बनाएर बसौँ भनेको अरू पनि रहेछन् फेरि। हजुर यस्तै एक्लै बस्न मन लाग्यो क्या मलाई कहिलेकाहीँ अमन सर। तिमी 19 इयर की ब्युटी, म ह्यान्डसम 21 को भन्न नि हुन्थ्यो, अब 21 भन्दा नि धेरै भइयो। अमन सर कस्तो बवाल देखेको यार बाटो। तिमी 19 इयर की ब्युटी, म ह्यान्डसम 21 को। उपरदाङगढी 4 किलोमिटर। ए मैले उपर भनेको नेपालीमा उपर लेख्दो रहेछ नि त, त्यही भएर मलाई त उपर भन्न आइरहेको। उत्तर लेखेर छ नेपालीमा उपर लेख्दा रहेछ नि त। यहाँबाट हेरौँ न, भ्यू भयो होला जस्तो लाग्छ मलाई। के देखिन त। अघि गोरुसँग हाम्रो भेट भएको थियो नि, त्यही हो। अमन कस्तो लागिरहेको तिमीलाई? फिलिङ गुड? गुड इनफ? हाम्रो होन्डा डुइङ ग्रेट जब। जमजम चिसो भयो यार, शीतल भयो यार।
ये हंसी वादियाँ ये खुला आसमां कहाँ कहाँ खै आमामामा हो र खनेकै हो त उताबाट गएको के बाटो होइन उता पछाडि पछाडि डोजरै हो त्यो माथिको डोजरै हो के खनिरहेको हो कि उभिएको मात्र हो शेरे त यहीँ बसेको कुरा भयो त साथीहरू शेरबासमा ए भाइहरूलाई सोध्नु पऱ्यो भाइ आऊ न यहाँ आऊ न उयो यहाँबाट आएको बाटो त हो नि अघि आएको टाढै हो नि यो हुँ? टाढै होइन यो भरतपुर हो त यो हो त उता हेर न पुल्चोबाट पुल देखेँ होइन उता जाने ए अँ यार वाल नि नारायणी देखेँ अब उता पारि गएर गयो हो हो बबाल यार है कस्तो बबाल चढ्न साइकलबाट यहाँ पुगेन त सम्म देख्यो तर यहाँ अभिल्ली छ है रोक्नको चार सकेर अब बनाएर यहाँ सकियो अन्त गर्थ्यो अँ के हालेको छ भन्दा मनस्थलमा शिवको जस्तो आकार भयो शिवको जस्तो अनि मैले अप्पर धनगढी अरे होइन यसले स्पिड म त धादिङ देख्न खोजेँ कि भनेको थिएँ कति सर्च गरेको त हो रहेछ यही लोकेसन उपर दाङगढी भनेर म त अप्पर धादिङ लेख्न खोजेको हो कि यसले मिस्टेक गरेँ भन्नु फिस्लिङ जाने बाटो नि यस्तै यस्तै छ के सबै आउँदाखेरि एकचोटि रमाइलो भएको थियो त्यति बेला हामीले फोटो खिचेको थियौँ होइन यतापट्टि नै हो क्या है यो सटरभित्र बाइकहरू राखेर हामी हिँड्दै यता गर्थ्यौँ बाटोमै होइन हामी चाहिँ गढीमा आयौँ
उपरदाङगढी कस्तो लाग्यो मन यो त कोट जस्तो के पहिला एकदम गाजर पाला हुन्छ राजाकै पालोको त हो नि यो गढी भनेकै राजाको पालोको हो तोप हेर त्यहाँ तोप देख्यौ नि यहाँनिर हाम्रो कस्तो बवाल फोटोसुटहरू भएको थियो त्यति बेला अनि हामी ट्याक्क यहाँनिर बसेको बवाल फोटोहरू थियो यहाँ बसेको के त्यहाँ चाहिँ नारायणको पुल छ उतापट्टि कैँडाकोट यतापट्टि नानगढ बजार अनि जङ्गल पुरै देखेछ अझै अलिकति त्यति क्लियर छैन यतापट्टि पदमपुर शक्तिखोरको एरिया उता चाहिँ टाढी अहिले हामी छौँ उपरदाङगढी भरतपुर भयो यो भित्री भयो भाग के हो त्यो कालिकाको भाग हो कति बजी आमा हामी झर्दा 7:30 बजेछ ओहो आमा भरतपुर उताको के भन्छ हैन भरतपुर उताको हो के भन्छ यो चाहिँ जुटपानी र पदमपुर हामी झर्दैछौँ साथीहरू कहाँसम्म हो यो अफरोड आमा भरतपुर र हाम्रो के हो यो ठाउँ अब घर भाइ फेरि कता गएछ सानो भाइ फोन गर्नुभयो घरबाट भाइ कता गयो छिटो आइज भाइले खोज्न जान पर्यो भन्नुभएको छ त्यो मुला कहाँ गएको हो त नि त्यो मुला साथी कहाँ त जान्थ्यो तर यति ढिलोसम्म त जान्थेन त्यो गोरुले घर गएपछि पिठा खान्छ मेरो त्यसलाई डुल्न परेको यो रातिसम्म त्यसले पिटाइ त राम्रै खानी भयो मेरो आज पिठा खानी भयो त्यसले त्यो यति रातिसम्म डुल्ने हो त हजुर ए साथी कहाँ भयो कुरा भयो ए ल ल ल म दकुरिहालेको थिएँ ल ल धन्न साथीको घर गएर रहेछ धन्न पिठा खानी त त्यसले पिठा त खान्छ त्यसले होइन घर केही पनि नभनिकन त साथीको घर जान्थ्यो त्यसले यति पिठा खान्छ आज घर गएर कस्तो भन्दा यस्तो बेल्टवाला पिटाइ के झ्याम्म के भिडियो गरेर हौ भिडियो नि गर न यो चाहिँ हाम्रो जुटपानीतिरको एरिया भयो यो चाहिँ हाम्रो भरतपुरतिरको एरिया भयो
पदमपुर टाँडीको एरिया हो यो सबै। कस्तो टेन्सन दिएको यार, त्यसले एकछिन हरायो भनेर फोन गर्नुभयो। म त सातो पुत्लो गयो मेरो त एकछिन त। त्यो पनि फटा क्या फटा भन्दै नभनी हिँड्छ। कस्तो फटा जन्म्यो यार त्यो यार। सिराइचुली, अब हामी कुनै दिन सिराइचुली पनि जाँदैछौँ। सिराइचुलीको डाँडा ऊ त्यो रहेछ के, सिराइचुलीको डाँडा त्यो हो। त्यो भनेको चाहिँ चितवनको सबैभन्दा अग्लो डाँडा सिराइचुलीको डाँडा होइन। सिराइचुली होटेल छ नि त हाम्रो चितवनको सबैभन्दा रेप्युटेड होटेल, वान अफ द त्यो कति 4 स्टार 5 स्टार समथिङ लाइक द्याट, त्यो अलिकति राम्रै स्टार रेटिङवाला होटेल हो होइन। त्यो होटेल यही सिराइचुली डाँडाको नामबाट बनेको होटेल हो। अनि नाइस। अनि आज हाम्रो यहाँ कुरा भयो दाइहरूसँग, हामी खाजा खाने बेलामा कुरा राम्रो कुरा भयो अमन, बबालले राम्रो कुरा भयो। अनि त्यहाँ कुरा हुँदाखेरि के कुरा गयो भन्दाखेरि चितवनको 17 सालसम्म चितवनको सदरमुकाम भनेको उपरदाङगढी रहेछ। कर कार्यालयदेखि लिएर सबै तराईतिरबाट थारूहरू सबै चामल बोकेर आउँथ्यो अरे यहाँ कर तिर्न के। चामल बोकेर उपरदाङगढी आउँथ्यो अरे 17 सालसम्म। अनि 17 सालपछि चाहिँ काङ्ग्रेसले सबै लुट्यो अरे त्यहाँको। त्यो त्यति बेला महेन्द्र राजाले कु गरेको थियो नि त। 15 सालपछि महेन्द्र राजाले सबै कु गरेको थियो के। अनि त्यति बेला काङ्ग्रेसले चाहिँ यहाँ पुरै लुट मचायो अरे। लुट मचाएपछि यहाँबाट सदरमुकाम सरेर झुवानीमा गएको थियो अरे। झुवानी त अब हाम्रो साथीभाइहरूको बिचमा चिरपरिचितै भयो। झुवानी पनि त्यति महत्त्वपूर्ण ठाउँ रहेछ के। झुवानीमा चितवनको सदरमुकाम मालपोत कार्यालयदेखि लिएर सबै चिजहरू 5 वर्षसम्म 17 सालपछि 17, 18, 19, 20, 21, 22 सालसम्म झुवानीमा थियो अरे होइन। 5 वर्षसम्मको सबै त्यहीँ रहेछ। त्यसपछि बल्ल भरतपुर भएको अरे सदरमुकाम थिङ्स के। हामी खोलेसीमा लाग्यो, यहाँ तेल हाल्ने भनेको त तेल बन्द रहेछ। अब हामी यति छ तेल, हाम्रो यति हो भएको तेल। अनि अब हामी टाढीतिर जाँदैछौँ। टाढीतिर जाँदाखेरि टाढीमा त पेट्रोल पम्प त होला नि अमन भाइ, के छ हालखबर? मलाई त थाहा छ तर यो स्कुटीमा यति तेलले टाढीको पेट्रोल पम्प पुऱ्याउँछ कि नै भन्ने कुरा चाहिँ थाहा भएन मलाई। त्यो त हो। अब लेट्स गो। अमन सर, हामी घुम्दै उताबाट जिरोना मन्दिर आइयो होइन। दिस इज कल्ड जिरोना मन्दिर। यो श्रीकृष्ण भगवानको पावन मन्दिर हो। घन्टी बजाऊ। इस्कन होइन, इस्कन होइन। यहाँ केटाहरू अस्ति कुरेको थियो नि,
यहाँ कुरेते त्यो सौरा जाने बाटो भयो। अब हामी चाहिँ सिधै सानो भाइलाई जिस्काउन जाने है, सानो भाइलाई जिस्काउन जाने पहिला, अनि त्यसपछि चाहिँ हामी त्यो लाने ठाउँ उता हालौँला। त्यसपछि हामी चाहिँ पहिला सानो भाइलाई जिस्काउन जाऊँ, त्यसपछि अनुरोधलाई जिस्काउन जाउँला। अनुरोध घर छ कि कहाँ छ बरु, उता त काम छोड्यो भन्थ्यो। सानो भाइलाई फोन हानौँ है त, सानो भाइलाई फोन हानौँ है त। के होइन अगाडि हो क्या यो 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 सानो भाइ बाहिर आऊ बाहिर आऊ भनेको बाहिरै आएर बोलिर बाहिरै आएर बोल्छ कि फेरि मै भइजान्छु नि। के सानो भाइ हाल खबर गुड हो। हामी त उता उपरदाङगढतिर गएको थियौँ, त्यतैबाट आएको जिराउन हुँदै घुम्दै आएको कि यता हाइवेबाट भाइलाई बाटो देखाउँ भनेर। अनि अरू के छ त भन? ठिकै छ, अल गुड, एभ्रिथिङ गुड। केही ब्याड छ भने भन है। छैन त्यस्तो केही छैन। ल त्यसो भए मलाई भेट्नु भयो नि, तिमीलाई भेट्नु हुन्छ आयो। ल निस्क्यौँ हामी त्यसो है। चिप्लिँदैन ल होइन होइन गएको होइन त्यो त उतिबाट आयो। ल ल ल ल अनुरोधको घर जाँदैछौँ हामी 1 घन्टा। होइन जम्मा 32 GB को मेमोरी थियो यहाँ अहिले, त्यही भएर मेमोरी अनुसार हो। अब हामी अनुरोधको घर जाँदैछौँ। अनुरोध भन्ने मेरो एकदम प्याटी साथी हो, फेरि जो पाए त्यही होइन नि त। फोन हानौँ न। मावली त तिमी हो, पौडेल भनेर मावली भन्ने भयो त। ल ठिकै छ, अनुरोध भन्ने मान्छेलाई फोन हानौँ है त। ए यहाँ न्यू अनुरोध 2 भन्ने रहेछ है। 2 मान्छे चाहिँ सेम हो, नाम चाहिँ 2 रहेछ यहाँ। अनुरोध 2 को घर आयो। अनुरोध 2 को घर आयो। अनुरोध 2 अनुरोध कहाँ हो? फेरि नचाहिने कुरो नगर न, घर अगाडि आफू म। को दिदीको घर हो? टाढी भनेको कहाँनिर? कहाँबाट? ल ल ल म घर अगाडि आएको थिएँ, अन्धकार रहेछ, म फर्किन्थ्यो होला नि अब तिमी नभएपछि। म र अमन भाइ हामी उता उपरदाङगढी गएको थियौँ, त्यतैबाट फर्किँदै गर्दा हो कि। ल ल ल ल ल अनुरोध रहेनछ भने बुझ्नु पऱ्यो यति भएपछि। त्यही नि एकचोटि अनुरोध भन्दा हल्ला गरेर गइदिने हो र। कहाँ गर्छु झन् नभएको मान्छेलाई किन हल्ला गर्ने हो र। फेरि अनुरोधको घरतिर चाहिँ एउटा चाहिँ एकदम मिठो मान्छे छ कि। अनुरोधको घरतिर एउटा एकदम मिठो मान्छे हो वरिपरि। अब यहाँ नाम भन्न हुँदैन क्यामेरा अन भएको बेलामा। त्यो मान्छे चाहिँ एकदम मिठै हो फेरि। ल अब हामी भरतपुरतिर लागौँ है त। अब यहाँबाट जङ्गल सकियो अमन सर। अब यहाँ चेकिङ हुन्छ अलिअलि, कहिलेकाहीँ चाहिँ हुनसक्छ, नट रेगुलरली। त्यही पनि दबदबा कायम छ नि त मेरो त। सर नमस्कार। मैले भनेको थिएँ नि तिमीलाई त्यो मिनी रिङ रोड भनेको थिएँ नि, यहाँबाट ठ्याक्कै यहाँबाट छिर्यो भने त्यहाँ विशाल चोकको बाटो, त्यहाँबाट गणेशस्थान लगेको थिएँ नि तिमीलाई मैले। त्यही बाटो निस्किन्छ। अनि हाम्रो कोकोकोला फ्याक्ट्री चाहिँ यहीँ भयो।
ए देख्यौ नि यो 6 लेन हाइवे यहाँ कोन्द्राङ भन्छ क्या ठाउँबाट यो ठाउँलाई कोन्द्राङ भन्छ यहाँबाट 6 लेन हाइवे अल द वे टु नानघाट बुझ्यौ नि सेवा पढ्ने कलेज चाहिँ यही हो सेवा पढ्ने कलेज